असलै भुल भयो नाच्छ त्यो जाने त्यति अहिले गएर आगो बिर्सियो के अरे बिर्सिहाल्छ त्यसरी चाहिँ अब थाहा भयो भने चाहिँ लास्टमा त्यही हुन्छ बोनसलाई नि राको लागि यसमा त यो त छेक्नु पर्ने बाहिर बिग्रेर यो लोटा हराइदिनुपर्छ आमा यो त साइड लाग्दैन खोइ देख्न जान्छु बाहिर आमा के गर्छ त यो लोटा भन्दा यतै छेक्दा भयो हुन्छ लोटा वरिपरि यसरी यसरी ए हुन्छ कताबाट त होइन उल्टो यता यता यसरी चाहिँ अनि यता अँ, आउने त्यसरी। एउटा फुलको थुङ्गा हाल्या दल्नुपर्छ फुलको थुङ्गा हाल्या फुलको नाङ्लामा छुले त्यसै गरी त्यसरी साइड यहाँ लु यसो गरे कसरी घुमायो तेल त मजाले हाल्नु केही गर्दैन त्यो दल्ने मात्र हो त्यो त के गर्दा नि यहाँबाट यहाँ यहाँ ए सँगैको त्यो भएर उ चाहिँ होइन त्यो उठाउनै पर्दैन तेल उठाउनु हुँदैन नि मार्दा नि उठाउँदै गर्दा नउठाउनु यतिकै लामो नउठाइ दल्दैछ नि सार्दा भिजाइहाल्छ लु पानी एकचोटि आउनु पर्दैन त्यति गएर त्यहाँदेखि टुङ्गिन्छ साठी त्यही भएर कमला दिदी त्यस्तो भन्दै ढाड दुख्छ मलाई यो तेलले चाहिँ छेक्यो के गरे हो त्यसो पो गर्दा अब त्यो ऊ निर्माण आएर हुँदैन ओखर पुस्नु पर्यो होइन ओखर जस्तो जान जस्तो गऱ्यो रोग पनि सँगै जाओस् गोठ कटाइकन मुन्नु कटाउनु न कान कानमा लगाइकन यसो गरेन सबैले यसो गरी लगाइरहनु पाइयोस् भाइलाई अब लगाइदिनु पर्यो टिप्दै यो पहेँलोलाई भुल्नु पर्यो है सेतोलाई अलिकति त्यो बड थिएन है बड कानु गर्ने होइन हो दुइटै पहल खैल्याउ त धर्का चाहिँ के रहेछ धर्का त छैन सुरुमा रातो लाग्दैन क्या यहाँ त यस्तो यो त सुकेपछि हुन्छ ला सुरुमा रातो सुरुमा रातो हो सेतो मलाई ल्याइदिएन भन्दै थियो क्या त्यही भराउरी गरेर रहेछ अब गुलाबी त्यही पनि हुन्थ्यो अरे भन्ने आयो आन्टी आन्टी लाउनु खोइ टिका त होइन जसले लाग्ने लाग्ने छ भने होइन 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 नि तपाईँ लाउनु न अनि एउटा एउटा लगाइदिनु भने यहाँ बसेर लानु हात उ हुन्छ त जुन लाइन भइहाल्यो अनि त्यस पछाडि हरियो त्यसो पारेर लाउनु न हरियो लाएर त त्यस पछाडि पहेँलो अनि गेरु भने चाहिँ कुन चाहिँ हो नि फेरि ओरेन्ज हो अब पहेँलो लाउनुपर्छ निलो निलो लाग्दैन लास्टमा निलो अब निर लगाइदियो निर्मला दी होइन भइसक्यो मलाई निर्मल दिदीले त सबै लगाइहाल्नु भयो नि के गर्छ हुन्छ निर्मला दिदीले त समातेर सबै लगाइहाल्नु भयो निर्मल उही दिदीले त हो नि सबैजना दिदी बहिनी कुन औलाले लाउने भनेर नि थियो होइन औँला त अब कसै याद गर्नु खोला त सलन छिर्दिनु भयो मलाई कति 3570 कुके त नगरौ यस्तो केही होइन यतिकै मिलाएको मात्र हो सारा न के गर्दैन लु भयो लु लु सर निकाल ए भगवान घर सोह्रौँलाई के आउँदा खै अलि अलि झिज झिनो भएछ तर एउटा कुरा हामीले याद नगरेका यो सबै भिजाएर लाउँदा पनि बुरबुर झर्दो रहेछ टिका त अब कुन टिका
त्यही गरेर ग्यास दुईजनालाई दुईतिर भन्दै यस्तो टोपी लाउनु भन्दा त एउटा त्यो उसको मालाको श्रीपे चाहिँ बनाइदिए भइहाल्थ्यो नि त्यो त उयो गर्छन् है एउटा सयपत्री लगाएर म निर्वाणले लगाइदिनु है टिका चाहिँ जस्तो गरेर एउटा ओखर चाहिँ फुटाउनु पर्ने भयो नि ओखर फराउँछ छ त्यहाँ म 9 बजे फुटाएको ओखर हाडे ओखर चाहिँ दिदी दैलो ओखर त मखमली उहीँबाट ल्याएको थियो ल्याएको फ्रिजमा हाल्नु पर्छ नभए पनि यहाँ यहाँ त तेल दिनुपर्छ नि मम्मी लगाइदिइसक्यो खोइ त यहाँ त तेल दुईवटा अलिक खिराउनु भयो दाइले सनफ्लावर लगाइदिनु सुकाएर सनफ्लावर अब दही थोरै थोरै खुवाइदिउँ सक्दिनँ गएको लास्टमा दही खुवाउने होला अब आउँदैछ पालो हेर मामा भान्जाहरूलाई एउटैले हुन्छ ताली पड्काऊ न ताली पड्काऊ के त्यतिकै बसेर सम्पन्न भयो अब सम्पन्न साइड भयो सुगर यो सालको तिहार पनि अलि ग्यास्ट्रिक पनि भएको छ यसो छ अनि भान्जालाई त पछि लाग्यो त्यो मेरो शारदाको नि एउटा मामाको ढोका लगाइदियो है अब यो कस्तो उज्यालो देखिने क्या निकाल्यो है अर्कै अनि यहाँ बसेर दिदी त हुनु न तिनजना बसेर अब त दिदी नै आउँदा हुन्थ्यो कि अब त हुन्छ पक्का अब तिम्रो पालो लु अब भयो त के गर्छ आज रिसायो भने एमा लगाइदिन्छ नि उहाँ